ख्रिस्टीय अभिवादनीहरू सबैलाई जय मसीह। र यो एकदमै साधारण सिम्पल कुरा आज म भन्न गइरहेको छु। हुन त हामी प्रायः जस्तो सबैलाई थाहा पनि छ पनि होला, तर त्यही पनि यदि कतिलाई थाहा छैन भनेदेखि एज फर रिमाइन्डर मैले यो भिडियो बनाइरहेको छु। हामीले बाइबल त पढ्ने तर धेरैपल्टको समयमा इग्नोर गर्ने पोर्सन भनेको चाहिँ यहाँ तल दिएको यो वर्स नोटहरूलाई, फुट नोट्सहरूलाई नै चाहिँ हो होइन। अब धेरैपल्टको समयमा हामीले यी प्यासेजहरू पढ्न चाहिँ पढ्छौँ, तर यहाँ भएको यो फुट नोट्सहरू, यो वर्स नोट्सहरूलाई चाहिँ हामीले के गर्छौँ, धेरैपल्टको समयमा इग्नोर गर्छौँ। तर सिरियसली नै म एज एन क्रस रेफरेन्सेसहरूलाई चाहिँ म चाहिँ लिएर आउन चाहँदछु। मेरो प्रिचिङमा म बेटर बनाउन चाहँदछु। म आफै पनि राम्रोसँग परमेश्वरको वचन चाहिँ अन्डरस्ट्यान्ड गर्न चाहँदछु र एउटा परमेश्वरको वचनलाई सही ढङ्गले बुझ्नुपर्छ, पढ्नुपर्छ। अनि त्यस पछाडि त्यसको मेसेज जसरी, अब अहिले उदाहरणको लागि मैले मत्तीलाई लिइरहेको छु, जसरी मत्तीले आफ्नो रिडर्सहरूलाई, फर्स्ट सेन्चुरीको रिडर्सहरूलाई चाहिँ भन्न खोजेको हो, त्यस्तै नै मैले पनि बुझ्नुपर्छ र मैले पनि त्यो मेसेज कन्भे गर्नुपर्छ भनेर एक्जेजेटिकल थट्समा चाहिँ यो विचार गर्नुहुने सबैजनाको लागि चाहिँ यहाँ तल भएको वर्स नोट्सहरू चाहिँ अति नै धेरै युजफुल छ। यसको चाहिँ हामीले भरपुर मात्रामा युटिलाइज हामीले गरौँ। यो चाहिँ रेगुलर र प्लेन स्टडीको लागि युज हुने बाइबल भएको कारणले गर्दाखेरि यहाँ वर्स नोट्सहरू चाहिँ थोरै छ। तर यदि तपाईँहरूसँग नेपाली नै बाइबल चाहिँ छ, स्टडी बाइबल छ होइन, पुनर्जीवन अध्ययन बाइबल भनेर छ नि, त्यो छ, अथवा चाहिँ अङ्ग्रेजी अरूहरू पनि विभिन्न प्रकारका यो ESV, NIV होइन, अनि KJVहरूको चाहिँ तपाईँहरूसँग चाहिँ स्टडी बाइबल छ भनेदेखि एज एन रेफरेन्स तपाईँहरूले प्लेन्टी इनफ अफ सोर्सेसहरू चाहिँ पाउन सक्नुहुन्छ। क्रस रेफरेन्सेसहरू गर्नको लागि त्यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ हेल्प हुनसक्छ। र यो प्रिचिङ गर्दै गर्दाखेरि कुनै पनि वर्ड्सहरू चाहिँ यहाँ चाहिँ दिएको छ अनि यस्तो यो नोटेसन्सहरू दिइरहेको छ भनेदेखि मैले क्रस रेफरेन्सेसहरू कताबाट चाहिँ पाउन सक्छु भनेर अन्त कतै गएर हामीले खोज्नु पनि पर्दैन। यहीँ भएको पर्याप्त मात्राको यो वर्स नोट्सहरूले पनि हामीले सेल्फ स्टडी र साथसाथै हाम्रो प्रिचिङलाई एकदमै स्ट्रङ बनाउन सक्छौँ। कसरी बनाउन सक्छौँ आउनुहोस् म तपाईँहरूलाई देखाउँछु है त। यहाँ अब हामी मत्ती 4:4मा हेर्ने हो भनेदेखि यहाँ के छ, तर येशूले जवाफ दिनुभयो, लेखिएको छ। अब यो कहाँ लेखिएको छ त भन्दाखेरि येशू ख्रिस्टको समयमा नै उहाँहरूले युज गर्नुहुने टेक्स्टको चाहिँ उहाँ कुरा गर्दै हुनुहुन्छ, ओल्ड टेस्टामेन्टको कुरा गर्दै हुनुहुन्छ उहाँले होइन। त्यस बेलाको समयमा, येशू ख्रिस्टको समयमा तोरा, नेभिम, केतुबिम भनेर चाहिँ ओल्ड टेस्टामेन्ट चाहिँ जुन चाहिँ थियो नि, त्यसको चाहिँ उहाँले चाहिँ के गर्दै हुनुहुन्छ, यहाँ उद्धरण गर्दै हुनुहुन्छ। उहाँले लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहँदछ। अब यो कहाँ लेखिएको छ भनेर चाहिँ यदि तपाईँहरूलाई चाहिँ क्युरियोसिटी भइरहेको छ अनि तपाईँहरूलाई खासै थाहा पनि छैन भनेदेखि नि सर्लक्क आएर चाहिँ तपाईँहरूले के गर्नु सक्नुहुन्छ, यहाँ वर्ड्सको नोट्समा चाहिँ के छ त भन्दाखेरि यहाँ यसरी खोज्नु होला है त। मत्ती 4:4मा भएको जुन चाहिँ छ त्यहाँ भनाइ, त्यो चाहिँ कहाँ चाहिँ कोटेसन भएको छ भन्दाखेरि यहाँ व्यवस्था 8:3मा चाहिँ तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। ल हेर्नु होला है त। व्यवस्था 8को तपाईँहरूले चाहिँ 3मा हेर्नुभएछ भने के छ, यहाँ वर्ष अलिकति लामो छ, यहाँबाट चाहिँ छ, मानिस भोजनले मात्र होइन तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले के हुनेछ त, जिउँछ भन्ने कुरा बुझ्नलाई यसो गर्नुभएको हो भनेर चाहिँ त्यहाँ चाहिँ त्यहीँको नै च्याप्टरको कन्टेक्स्ट अनुसार चाहिँ भनिएको छ। अब हामीले हाम्रो प्रिचिङमा के भन्न सक्छौँ त, ओहो येशू ख्रिस्टलाई जब परीक्षा आयो तब उहाँले के गर्नुभयो, वचनलाई चाहिँ उहाँले प्रयोग गरिकन त्यो परीक्षाको उहाँले सामना गर्नुभयो र त्यस परीक्षामाथि उहाँले विजय हासिल गर्नुभयो भनेर चाहिँ हामीले के गर्न सक्छौँ, आफ्नै तरिकामा चाहिँ हामीले चाहिँ हाम्रा जनहरूलाई हामीले चाहिँ प्रिचिङ गर्दाखेरि त्यो वर्ड्सहरूलाई चाहिँ हामीले यसरी चाहिँ रेफरेन्स गरेर हामीले त्यसरी चाहिँ दिन सक्छौँ। र त्यसै गरी नै यहाँ अब कुनै पेजेसहरूमा चाहिँ धेरै छ, कुनैमा चाहिँ थोरै छ होइन, रेफरेन्सहरू चाहिँ दिएको हुन्छ। यस्ता यी रेफरेन्सेसहरूलाई तपाईँले चाहिँ हेरिकन के गर्नुहोस् त भन्दाखेरि, अब यो यहाँ तल यसरी दिएको छ नि, अब यो बाइबलमा बुट्टा भर्नलाई दिएको त होइन, रिडर्सहरूले पढोस् र क्रस रेफरेन्सेसहरू चेक गरोस् भनेर नै दिएको हो। यसको चाहिँ भरपुर मात्रामा हामीले के गर्नु पर्यो, फाइदा उठाउनु पर्यो र
क्रस रेफरेन्सेसहरूलाई चेक गर्दै आफूले नोट्सहरू पनि बनाउँदै अनि त्यस पछाडि मेन वर्सलाई चाहिँ क्रस रेफरेन्सेसहरूसँग हेर्दै लिँदै स्टडी गर्दै जानुभएछ भनेदेखि कसैको नि हामीलाई खाँचो पर्दैन, कसैमा पनि हामी भर पर्नु पर्दैन। केवल पवित्र आत्माको सहायताले र शक्तिले हामीले आफैले पनि पर्सनल बाइबल स्टडी गरेर पनि हाम्रो बाइबल नलेजलाई हामीले बेटर बनाउन सक्छौँ है त। ल हस्त आजको लागि यति नै। एकदम जोडतोडका साथ प्रभुको वचन र परमेश्वरको वचनको ज्ञानमा त हामी सबैजना लागिराखौँ। जय मसीह।